भोट दिएको कारणै त्यही हाम्रो रिप्रेजेन्टेटिभ बनाएको हो नि त। जब हाम्रो रिप्रेजेन्टेटिभले हामीलाई रिप्रेजेन्ट गरेन भने रिप्रेजेन्टेटिभहरूलाई पठाउनै किन? पहिलो कुरा त होइन, उहाँहरू त्यहाँ बसेको कामै लागेन, हाम्रो इस्यु नै सुनवाई हुँदैन, हाम्रो दुःख नै हाम्रो सुनिँदैन भने हामीले उहाँहरूलाई किन पठाउनु? यो संसद भवनै तपाईँको यो कोल्याप्स गरेर सबैजना आफ्नो घरमा बसेर बरु छोरा नातिहरूसँग बसे भइहाल्यो होइन। तर यो इस्युलाई नेग्लेक्ट गरियो क्या। एउटा कमिटी बनाएर गभर्मेन्टले चाहिँ हतार हतार गरेर ओहो यो त इस्यु ठुलो देशको कुरा आएको छ, यहाँ त हाम्रो बच्चा 1500 बच्चाहरूलाई निकालेको छ, देश निकाला गरेछ, देशद्रोही त होइन नि त, पैसा तिरेर पढेको छन् सबैजना होइन। तर त्यही पनि यो इस्युलाई चाहिँ खासै प्रायोरिटीमा हाम्रो गभर्मेन्टको प्रायोरिटी लिस्टमा परेन। यो प्लेटफर्मबाट चाहिँ अन बिहाफ अफ एभ्री वान मलाई चाहिँ प्रकृतिको फ्यामिलीलाई सरी पनि भन्न मन छ, किनभने हामीले यत्रो धेरै सङ्घर्ष पछाडि लोकतन्त्र लिएर आयो, यत्रो धेरै सङ्घर्ष पछाडि हामीले पार्लिमेन्टेरियन सिस्टम लिएर आयो, त्यसभित्र पनि एकजना संसदलाई यस्तो अवस्थामा बोल्छु नि म भनेर उठाउँदाखेरि पनि विशेष समय शून्य समय केही पनि दिँदैन भने हामी कलेक्टिभली फेल भएको हो। र यो प्लेटफर्मबाट नै मलाई प्रकृतिको फ्यामिलीलाई पनि सरी भन्न मन छ र